टन्सिलको बारेमा एउटा गजबको अनुभव म यहाँहरूलाई सेयर गर्दैछु है। टन्सिल भनेको घाँटी दुखेर थुक निल्नै गाह्रो हुने के त्यस्तो। मलाई त पहिलामा वर्षमा 12 महिना हुने 15-16 पल्ट टन्सिल हुने, कहिलेकाहीँ त एक महिनामा 2 पल्ट टन्सिल भइहाल्ने के। थुक निल्न नसकेर बोल्न नसकेर असाध्यै गाह्रो हुने। अब अहिले त योग गर्न थालेपछि अलिकति शक्ति बढ्यो होला नि, कहिलेकाहीँ 6 महिनामा एकपल्ट, वर्ष दिनमा एकपल्ट टन्सिलले अझै पनि दुःख दिन्छ। कहिलेकाहीँ केही खानपिन मिलेन या दौडधुप बढी भयो भने। अब यो कहिलेकाहीँ के हुन्छ, अनुभवको आधारमा हाम्रा हजुरबा आमाहरूले भनेका कुराहरू हामीले मान्यौँ भने गराइसी टिप्स एकदमै काम लाग्छ। हेर्नुहोस्, विभिन्न सञ्जालमा भनेका कुराहरू डिग्री खै यो खै ऊ खै त भनेर त भन्छौँ, कहिलेकाहीँ कि पढेर कि परेर जानिन्छ भनिन्छ नि त। अब यी कुराहरू सिम्पल सिजनल रोगका लागि त हामीले डिग्री माग्ने भन्दा पनि हाम्रा हजुरबा आमाले भनेको कुरा मानिदियौँ भने एकदम गजब राम्रो काम गर्छ। टन्सिल भयो, थुक निल्न गाह्रो भयो भने 2 दिन जति 3 दिन जति लगाएर निको पार्नु छ भने तातो पानीमा नुन राखेर गालगल गरिदिनु भयो भने पनि निको अलि सहज त गर्छ। तर त्योभन्दा पनि गजबको उपाय भनेको बेसार, हल्दी भन्छौँ नि हामी हो। यो बेसारलाई यसरी ठ्याक्क यो लिने, सुत्ने बेलामा है, दिउँसो पनि गर्दा हुन्छ तर सुत्ने बेलामा ठ्याक्क यसरी मैले बोल्नु पर्यो साइड लगाए। यो मैले बेसार यसरी हालेँ नि, बेसार ठ्याक्क यहाँ रहन्छ, च्याप्प मुख बन्द गर्ने अनि सुतिहाल्ने के। बिस्तार 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 आरामले त्यो रातभरि कतिखेर त्यो बेसार सकिन्छ। अनि त्यो थुक निल्नै गाह्रो भएको घाँटी बिहान उठ्दा कस्तो छङ्ग हुन्छ, अचम्म तरिकाले एकदम जादु मन्त्र जस्तै है। अब अहिले त मैले यो बोल्नु पर्यो त्यही भएर यो चलाउने होइन। अब अर्को उपाय भनेको दिउँसो पनि पहिलो दिन त्यो साह्रै गाह्रो भएको दिन ठ्याक्क 1 चम्मच जति यो लिनु होला बेसार, यसमा तातो पानी के अरू। अनि यो साथसाथै हामीले एक दिनभरि खाना छ नि, खाना पनि बिल्कुल एकदम चिल्लो पिरो नभएको के, दाल पनि त्यतिकै उमालेको सिम्पल दाल र भात मात्रै खानु होला है, एक दिन मात्रै टन्सिल भएकाहरूले। अहिले छ नि यसलाई दिनमा 2 पल्ट यो बेसार पानी पिउनु भयो भने घाँटी दुखेको एकदम निको हुन्छ। थुक निल्न नसक्ने पानी कसरी खाउँला जस्तो हुन्छ नि, नर्मल तातो पानी खान सकिँदैन फेरि, तर यो बेसार पानी खानुभयो भने कस्तो आनन्द एकदम रिल्याक्स दिन्छ घाँटीलाई। तर एउटा कुरा ध्यान के राख्नु होला भने मैले यति भन्दै गर्दाखेरि फेरि ज्याम झानेको चिल्लो पिरो भएको दाल भात तरकारीहरू खाने होइन। एक दिनको लागि छोडिदिनुहोस्, चिसो लाग्ने चिज नखाने, मसुरको गरम दाल सादा उमालेको, त्यसपछि भात मात्रै झ्याममा खाइदिने, त्यसपछि यो बेसार पानी खाने। घाँटी यस्तो क्लियर भएर जान्छ, गजबको औषधि छ है यो। यसलाई मजाक रूपमा नलिएर टन्सिल हुनेहरू जतिले यो एकदमै ध्यान दिनु होला। एक दिनमा नै यसले घाँटीलाई दुखेको, दिनभरि दुख्यो, हामीले यो टिप्स अपनायौँ। राति सुत्ने बेला पनि मैले अघि हाले जस्तो ठ्याक्कै 1 चम्चा राख्ने अनि मजाले मुख नचलाइकन झप्पै सुत्ने के। बिहान उठ्दा त कस्तो आनन्द आउँछ। कर्क्युमन गोल्ड भन्छौँ नि हामी, बजारमा यो किनेर खानु पर्यो भने कति महँगो हुन्छ यो बेसारको ट्याब्लेटहरू। इम्युन सिस्टमलाई एकदम बलियो बनाउँछ यसले। सावधानी त यसका धेरै छन् होइन। अहिले मैले सिरप टन्सिलको लागि मात्रै भनेको नि, टन्सिल त सधैँ हुँदैन नि त।